उसले अब बिहान मैले 10 मिनट 20 मिनट लिए आए है मिस्टर आजकल त्यति काम गर्ने हो त्यति जन्मदिनको शुभकामना मेरो मान्छे म एक्लो हुँदा आएकी मान्छे सबैको राम्रो साथीहरू सबैको राम्रो मेरो मात्र किन यस्तो जीवन सोचेर बस्दा आएकी मान्छे म अस्पतालको खाटमा हुँदा आएकी मान्छे अब मलाई केही नहुँदा आएकी मान्छे न रूप न धन न आफ्नो सम्पत्ति केही नहुँदा आएकी मान्छे छोरीहरूलाई आमाको माया नपाउँदा आमाको माया बनेर आएकी मान्छे बुहारी होइन छोरी बनेर आएकी मान्छे पतिको घरको हरेक सुख दुःख आफ्नै सोच्ने संस्कार बोकेर आएकी मान्छे जीवन साथी र धर्मको मित्र बनेर आएकी मान्छे पञ्चशीलको मार्ग भङ्ग हुन खोज्दा आएकी मान्छे धर्मको जीवन के होइन रहेछ भनेर सोचिँदै बेला आएकी मान्छे खै के भनेर जन्मदिनको शुभकामना लेखाउँ किनकि म त हजुरलाई सधैँ आशिष र माया दिने मान्छे बस दीर्घ आयुको कामना गर्दछु है मेरो मान्छे दीर्घ आयुको कामना गर्दछु है दीर्घ आयुको वाह 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 ह्यापी बर्थडे गरौँ न अब दम पऱ्यो अलिक रुनु न खोइ यहाँ भिडियोमा धेरै पछि धेरैजनाले विस गर्नुभएको छ मेरो मान्छेलाई सबै नै हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु फेसबुक माध्यमबाट अथवा कलको माध्यमबाट धेरैले विस गर्नुभयो थ्याङ्क यू त्यसको लागि अनि कुनै कुनै मेरो बुहारीहरूले मनछिन्ने शब्द लेख्नु भएको छ त्यसको लागि पनि धन्यवाद सबैको कमेन्ट त पढ्न सकेन तर पनि मलाई अलिकति धेरै मनमा छुने चाहिँ मेरो छोरीले एउटा मेसेज दिएको छ कमेन्ट गरेको छ एन्जल छोरीले उसको मेसेज पढ्न चाहन्छु अ वुमन who came into our life when we had nobody else a woman who supported my yacht when everybody left his side a woman who gave us love which we never left from our own a woman who is not just my father's wife but also my dearest one though we had to face many battles with the world and society, but still your love won against all. A woman who is above my father, anger and ego. You were a woman who claimed me by giving our love when once I was full of anger. When you came into our life, a sudden piece of heaven started to fill. A house which is used to feel only like shelter, it became a home with your presence. Happy birthday, Mom. खोइ भन्नु एन्जललाई थ्याङ्क यू भन्नु ल छोरी थ्याङ्क यू तपाईँ नै भन्नु तिमीले जस नसोचेको शब्दहरू युज गरेछ खुसी लाग्यो तिमी ठुलो भएछौ दुवै बहिनी पनि केयर गर्नु अनि हामीले पनि धेरै माया गर्छ है बहिनी एन्जलको बर्थडे विसको लागि तपाईँले के रिप्लाई मैले बुझ्यो छ नेपालीमा थ्याङ्क यू त भनिदिनु नि त नि धेरै
मोमो भेट्दै त्यहाँ बस त्यही छेउमा बस्छ त्यो बस्नु बस to you मुन्ने छेउमा बस्छ लगिदिए त्यहाँ राख्नु पर्ने थ्याङ्क यू भाइ धेरै किनेर पाउँदैन ताली बजाउनु यो किलो ह्यापी बर्थडे क्ल्याप क्ल्याप ह्यापी बर्थडे दिइसक्यो God bless you. Be feed always.